काठहरू मरेछन् आज त बन्द हुन्छ अलि धेरै भयो जस्तो लाग्छ काठ धेरै मुर्ग्यो बड्डा अब कहिले जमाना पूजा गर्ने मान्छेहरूले पौडी खेल्छन् खेल्दैन भाइ अलि छिटले है मसी सँगसँगै खेल्दिनन् माछाको लाखको जान्छ ठेक्का लाग्नु हुँदैन समितिले आफू बेच्छ समितिले आफै बेच्छ अरे के ठेक्का 28 कुन्टल यो त ठोक्काउने ल्याएको ₹500 किलोको दरले पनि हुँदैन चट्ट चलाएको भोलि रेस्ट गर्ने आज त खुब चलाइ होइन एक्लै कहाँ भाउ बाँच्यो भातै खाँदैन बिहान के तलबमा हो कि केमा होइन आफू उहाँहरूले पनि ठेक्का लिनु होला वर्षको कति हो 1,70,000 पैसा पनि हुन्छ होला 1,70,000 समितिलाई बुझायो जति चलायो फाइदा त हुन्छ होला के हो र त्यो भोलि बजारतिर घुम्नु जाने पैसा कमाइ आज टक्क फेरसेरहरू चिसो पछि भयो बिस्तारै गएर है